सर नमस्ते, म अरविन्द आई केयरबाट। हजुर, थ्याङ्क यू, नमस्कार। म चाहिँ हजुरलाई प्रश्न गर्छु है, मिलाउनु भयो भने चाहिँ एकदमै सिम्पल क्वेसन सोध्छु, मिलाउनु भयो भने हजुरले गिफ्ट पाउनुहुन्छ, हुन्छ? प्रयास गर्छु म। 1 देखि 10 सम्म एउटा नम्बर चुज गर्नु होला। 9 भनेपछि हजुरले 9वटा गीत गाउनु पर्यो। आकाशैमा चिल्हो कि बेसार दुई दिन माया लगाइदिउँ न के छ र दुई दिन माया लगाइदिउँ न के छ र दुई दिन माया लगाइदिउँ न के छ र। अब अर्को इटरी बजार लै सम्झनामा आउँछौ हजार इटरी बजार लै सम्झनामा आउँछौ हजार खै नाचेको खै कमर भाँचेको खै कमर भाँचेको लाली जो बालै कहिलेलाई साँचेको सुनसरी जिल्ला इटरी बजार लै सम्झनामा आउँछौ हजार। अझै अरू गाउन सक्नुहुन्छ? सकिन्छ। सलल पानी बगेरै जानी दुई खोली दोबान बैसामा हुँदै माया लगाइराख ढल्केला जोबान ढल्केला जोबान ढल्केला जोबान ढल्केला जोबान। अब अर्को अब हजुरले हुन्छ। इलामे सहर चियाबारी राम्रो त्यहीँ परो घर हाम्रो कसकी हो छोरी पातली मोरी लैजाने आँट हाम्रो लैजाने आँट हाम्रो हिमालय चुली त्यो पल्लोपट्टि घर छायो परालले हिमालय चुली त्यो पल्लोपट्टि घर छायो परालले हाँस्न र खेल्न दिँदैन हामीलाई माइतीको डरले माइतीको डरले इलामे सहर चियाबारी राम्रो त्यहीँ परो घर हाम्रो कसकी हो छोरी पातली मोरी लैजाने आँट हाम्रो लैजाने आँट हाम्रो। हजुरलाई एकदमै धेरै धन्यवाद छ है। अब 5वटा बाँकी नै रह्यो, हजुरले 5वटा चाहिँ ठाउँको नाम भनिदिनु पर्यो सर। 5वटा ठाउँको नाम ल, मतलब ठाउँको हुनाले जिल्लाको नाम कि स्थानको नाम? जुन भन्दा नि हुन्छ। दमक, बिर्तामोड, विराटनगर, इटरी, इनरुवा, धरान, धनकुटा लगायतका 5वटा ठाउँ त भइसक्यो ल लगभग हैन? हाम्रो सरलाई चाहिँ सबैजनाले एकदमै धेरै माया दिनु होला है। पर्सनली चाहिँ म हजुरलाई एकदमै धन्यवाद दिन चाहन्छु। यति मिठो मिठो गीतहरू सुनाएर हामीलाई यति धेरै मजाले हामीलाई सम्मान दिनुभयो है। म हजुरलाई चाहिँ गिफ्ट दिन गइरहेको छु सर। हजुरको गिफ्ट धेरै धेरै धन्यवाद सर। के भन्न चाहनुहुन्छ? म चाहिँ तपाईहरुको यो अहिले जुन विज्ञापन लिएर आउनु भएको छ आँखा हस्पिटलको, यसमा चाहिँ सबै इटरीवासीहरू अनि आसपासमा रहेका जिल्लाका सबै सेवाग्राहीहरू अनि आँखा रोगी महानुभावहरूलाई चाहिँ अरविन्द आइस केयर सेन्टरमा गएर चाहिँ आफ्नो मौकाको फाइदा अनि सेवा त्यहाँ लिन सक्नुहुनेछ। त्यहाँ आँखा सम्बन्धी स्पेसलिस्ट डाक्टरहरू हुँदो रहेछ अहिले तपाईहरुले जानकारी गरे अनुसार। र सबै आँखा रोगी महानुभावहरूलाई अरविन्द आई केयर सेन्टरमा गइदिनु हुन हार्दिक अपिल गर्दछु। धन्यवाद सर।